या छैन अङ्कल के हो यो हामीसित हेलो अनि वेलकम ब्याक टु माई युट्युब च्यानल गाइजहरू। आज चाहिँ सधैँ चाहिँ आज पनि म न्यू भ्लगमा आइसकेको छु। आज चाहिँ खास के छ भने आज चाहिँ हाम्रो फिल्म हेर्न जाने भन्ने कुरा भएको छ हाम्रो। अहिले चाहिँ देख्न सक्नुहुन्छ बिहानको 7:21 भएको छ। मलाई चाहिँ बिहानै फोन आएको थियो, बिहान सुतिरहेको थिएँ, फोन आयो, साथीहरूले फोन गरे, त्यही भएर अब जाम भनेको छ नि त, त्यही भएर बिहान उठेर आँखा पनि राम्रोसँग खुलेको छैन, हेर्न सक्नुहुन्छ आँखा पनि। ठिक छ, गइदिउँ न फिल्म हेर्न के कस्तो हुन्छ, भिडियो हेरेर इन्जोय गर्नु होला है त। र बाँकी हाम्रो साथीहरू भने अझै पनि सुतिरहेका छन्, हेर्न सक्नुहुन्छ साथीहरू। ल साथी चाहिँ उठे साथी चाहिँ नाम लिने बित्तिकै उठे। ल गाइजहरू अब हिँडेको है त। बाँकी बुटोलमा चाहिँ बिहानको दृश्य चाहिँ यही हो। अब बिहानमा त खासै गाडीहरू हुँदैन नि त, त्यही भएर म पनि अब टकटक हिँडिरहेको छु। बाहिर चाहिँ ज्याकेट पाइदिएँ कि जाडो हुन्छ नि त, फिल्म हलभित्र एसीहरू हुन्छ, त्यस कारणले चाहिँ हामी चाहिँ होटल पम्प भनेको चाहिँ यहाँ थोर अगाडिको यतापट्टि चाहिँ छ, त्यहीँबाट यतापट्टि गएपछि चाहिँ होटल प्लम इन्टरनेसनल भनेर लेख्छ त्यहाँ चाहिँ। बाँकी रोड त सुनसानै छ, ठिक छ, पारी तर्दिउँ न त, के कस्तो हुन्छ हेर्नु है त हजुरहरूले। अटोहरू चल्छ नि त बिहान पखमा त निकै नै। बाँकी त्यसै चाहिँ गाइजहरू यताको देख्न सक्नुहुन्छ। हाम्रो यहाँबाट सिधा गइसकेपछि चाहिँ यो ठुलो चाहिँ यही ठुलो चाहिँ गाइजहरू, यही चाहिँ होटल प्लम इन्टरनेसनल भन्ने चाहिँ यही हो गाइज। यसैमा हो फिल्म हलहरू, सुपर मार्केटहरू, ब्याङ्कहरू निकै छ नि त यहाँ। बिहानको समय हो के अरे, बिहानको घाम चाहिँ डाइरेक्ट मुखमा परेको छ, किनार चाहिँ आनन्द लागेको छ, किनकि बुटोलमा पनि बिहान पख जाडो हुन्छ नि त, घाम पर्दा चाहिँ मजा लाग्ने रहेछ कि। र बाँकी यहाँको यताउताको भ्यू चाहिँ यही हो, देख्न सक्नुहुन्छ। बिहानको मौसम चाहिँ एकदम हावा लागिरहेछ, शीतल हुन्छ त्यस बिहानमा चाहिँ। र हामी खासमा जाने भनेको चाहिँ यहाँ तलबाट लिफ्ट चढेर माथि जाने हो के अरे, तर साथीहरूले चाहिँ अघिल्तिरपट्टि आऊ भनेको छन् हामीलाई चाहिँ। अब अघिल्तिरपट्टिबाट खै यताबाट सिडी चढेर जाने कि पछि यताबाट आएर लिफ्ट चढेर जाने भन्ने हेरौँ। साथीहरू आइके आएन अघिल्तिर कुरामा है त। र साथीहरू यहाँ होटल प्लम इन्टरनेसनलको बाहिरको दृश्य चाहिँ यही हो। यहाँ चाहिँ विभिन्न पोस्टरहरू पनि रहेछ, सलमान खानदेखिको लिएर के रहेछ यस आइके, यहाँनिर सिकन्दरदेखि लिएर चैत 15 गते चाहिँ डेरी भन्ने आउँदो रहेछ। र यतापट्टि चाहिँ हाम्रो यही मिलन चोकको हाइवे नै हो, यो चाहिँ डाइरेक्ट तपाईँ चाहिँ यहाँ मिलन चोकको हाइवेमा आएर चाहिँ यहाँ सिटी सेन्टर भनेपछि साथीहरू यहाँ जहिले पनि रोकिदिन्छ। यहाँ चाहिँ हामी प्रवेश गरौँ है त, भित्र त के फिल्महरू राखेका छन्। र साथीहरू चाहिँ अगाडितिर पुगिसकेका रहेछन्, उहाँ गर्दा मलाई पनि गरेका। बाँकी दृश्य चाहिँ यहाँ तपाईँ देख्न सक्नुहुन्छ। हाम्रो मित्र नि चाहिँ हाम्रो गाउँको मित्र है, किन ल चाहिँ यही है। र यहाँ भित्रको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, भित्रको भ्यू चाहिँ एकदम यही हो। अब यहाँ चाहिँ आइफोनका कभरदेखि लिएर एकदम छन्, यहाँ चाहिँ भेराइटीहरू, वाचहरूदेखि लिएर परफ्युमदेखि लिएर होइन केही छैन। साथै शर्मिलो छ कि मान्छे। ल गाइजहरू है, यहाँ चाहिँ लिफ्ट हाल्दाखेरि बुटोलको भ्यू राममणिमा लिफ्ट लाग्यो है। र फाइनल्ली हामी चाहिँ आइसकेको छौँ। यहाँ चाहिँ हाम्रो सिनेमा हल एउटा यता नै, यता काउन्टर रहेछ। अर्को ब्यागहरू चाहिँ यहाँ राख्ने रहेछ, हाम्रो चाहिँ ब्यागहरू यहाँ राख्ने। यहाँ लास्ट फ्लोरमा पुल रहेछ यहाँ चाहिँ। र हामी चाहिँ हिँडिसकेको र माथि ट्याक्क जुत्ता लाएर हिँडिसक्यो कि खै हेरौँ। बाँकी दृश्य चाहिँ यो गाइजहरू एकदम 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 हुन्छ। भेरिफाई गर्नु पर्यो नि, भयो है। ल ल होइन केही या छैन अङ्कल, के हो हामीसित
है यार ल र हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ यहाँ चाहिँ हेरौँ हामी चाहिँ यहाँ चाहिँ भित्र प्रवेश गरेँ अब चाहिँ साथीहरूकै यहाँको साउन्ड चाहिँ आउनु है त भाइ यहाँ चाहिँ क्यामेरा अलाउड छैन नि त साथीहरूले सिट चाहिँ खै पछिल्तिर राखेछन् जहाँसम्म हेरौँ यो चाहिँ भ्यू या क्यामेरा अलाउड हुन्न साथीहरू अब चाहिँ यो चाहिँ सिट फोल्डेबल सिटहरू साथीहरू यहाँको दृश्य चाहिँ यही चाहिँ हेर्न सक्नुहुन्छ राति अँधेरै छ राति त हेर्नु बिहान बिहान अँधेरै छ प्लिज गिभ युर मोबाइल भनेछ है त सामान्य हुन्छ र सर किसान त अन्नदाता हो र एक कुरा सानो र ठुलो घटनाको एउटा समुद्रमा जहाज हराउनु र किसानको भैँसी हराउनुमा क्षतिका हिसाबले धेरै थोरै होला तर पीडाको हिसाबले उस्तै नै हो सर किसानको भैँसी हराउनु भनेको गरिखाने बाटो हराउनु हो उस्तै परि किसान भोकै मर्नुपर्छ कि किसान भोकै मरेपछि मात्रै समाचार बन्ने हो र सर बसन्तले भनेको मुस्किल हुनेछ मलाई र तिमीलाई तिमीलाई त मबाट छुटाएर पर लगिनेछ सुनपानी छर्केर चोखो बनाइनेछ अनि आफन्तको घरमा बन्द गरिनेछ त्यसपछि झ्यालको पर्दा खोलाउली र हेरौली बसन्त तुम कब आओगे के माया गर्नु गलत हो त उसो भए माया गर्नु गलत त होइन साथी तर हामी बीच प्रेम हुनु पाप हो अपराध हो त्यही पनि तिमीले प्रेम नै कहाँ गरेकी रहेछौ र तिमीले त मलाई प्रयोग गरेर क्रान्ति गर्न चाहेकी रहेछौ परिवर्तन गर्न चाहेकी रहेछौ फिल्मको चाहिँ अब मध्यान्तर भएछ अहिले चाहिँ अब हामी चाहिँ साथीहरू हाम्रो चाहिँ एडभर्टाइज बढिरहेको अब हामी चाहिँ वासरुममा आएको त्यही कारणले वासरुम पनि कति राम्रो काट्यो गन्दा आउँछ यार वासरुममा पनि के गन्दा आउँछ यार बाँकी भिडियो चाहिँ म मोबाइलबाट गर्छु नि त फिल्म चाहिँ अन्त्य भएको छ देख्न सक्नुहुन्छ यहाँको माहौल चाहिँ अब हामी चाहिँ एक्जिटतर्फ लाग्दैछौँ यहाँदेखि चाहिँ क्यामेरा अलाउ नहुँदा पनि क्यामेरा अलाउ छैन म पनि भित्रैबाट बाहिरसम्म गर्दै सो गाइज चाहिँ फिल्म सकेर हामी चाहिँ तल झरिसकेको होइन यहाँ चाहिँ लिफ्ट छ मलाई चाहिँ हिँड्नुपर्ने हुन्छ
र गाइस हामी चाहिँ अब बाहिरतर्फ निक्लिरहेछौँ हामी चाहिँ अब फिल्म चाहिँ सकिसकेको छ चाहिँ माहौल It's our inner mirror. It's the beautiful balance and opening like put अब बाहिरको चाहिँ माहौल यही हो देख्न सक्नुहुन्छ बाहिरको चाहिँ पहिला चाहिँ यहाँ पानी आउँथेन अहिले चाहिँ पानी आउँदो रहेछ है यस गाइस सिटी सेन्टर चाहिँ यहाँ देख्न सक्नुहुन्छ र गाइजहरु अब फिल्ममा आइयो देखाउने हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला माथि चाहिँ घाम एकदम भइसक्यो नि त माथि आजलाई चाहिँ म यति गर्छु गाइजहरु घर चाहिँ अब अर्को सिनमा फेरि लिएर आउनेछु के कस्तो लाग्यो अरूले कमेन्ट सजाब सुल्लाह गर्न चाहिँ नबिर्सिनु होला आजलाई चाहिँ यति भन्दै म बाबा है त गाइजहरु